Hello everyone, welcome back to my new video. आज चाहिँ म vlog बनाउँदैछु after a long time. अन्त आज चाहिँ मदर्स डे पनि हो. ह्यापी मदर्स डे सबैजना आमाहरूलाई. र अन्त हाम्रो मदर्स डेको सानो सेलिब्रेसन र हामी कता के गर्छ त्यही देखाउँछु तपाईलाई. अन्त अहिले चाहिँ म जाँदै गरेको मर्निङ वक हो. अन्त अहिले चाहिँ 5:10 भयो र मेरो चाहिँ 30 days च्यालेन्ज चल्दैछ, तपाईलाई यादै छ. हेलो एभ्रिवान, अब चाहिँ म मेकअप गर्न आँटेको बजार जानुको लागि हो. केक चाहिँ मैले अर्डर दिइरहेको छु मदर्स डेको लागि, त्यही भएर अब म रेडी हुन्छु. भर्खर मामकोमा आइपुग्यो. हेर गरम, आमामा यो मामरिङमा चाहिँ साह्रै गरम छ हो. अब चाहिँ हामी आसु र बढी आइपुग्नु भएको छैन. आसु र बढी आइपुगेर त्यहाँदेखि हामी मदर्स डे सेलिब्रेसन गर्छ, त्यतिखेर भेटौँ. ह्याप्पी मदर्स डे मम्मी. थ्याङ्क यू सो मच मेरो छोरीलाई. कस्तो दामी रहेछ है केक त. दामी, पुरा मन पर्यो. मन पर्यो. अब एकछिनमा सेलिब्रेसन गर्नुपर्छ. आमा हुनुहुन्छ, भन्नुहोस्. यहाँ आज भान्जीले आज यहाँ मदर्स डेको दिन चाहिँ आज यहाँ मनाइँदैछ. घर परिवार मिलेर मजाले खानुपर्छ. गरममा चाहिँ शीतल हुन्छ हो, आत्मामा कति शीतल हुन्छ. यहाँ चाहिँ हुनुहुन्छ मेरो आखे माम आज मदर्स डेको यहाँ सेलिब्रेसनको लागि. Happy Mother's Day. Mother's Day लु माम सानो यहीँबाट खुवाइदिन्छु म चाहिँ. भोलितिर कसैको छ भने भन्छु नि ल. ह्याप्पी मदर्स डे मेरो मम्मीलाई. ह्याप्पी मदर्स डे बडी. ह्याप्पी मदर्स डे आसु. थ्याङ्क यू. सबैलाई खुवाउँदै गरेँ. सबैजना लिनुहोस्. मम्मी ए आसु एकछिन मान. ए आखे लु खाऊ खाऊ राम्रो. भोलि खानु. अहिले खानुपर्छ. अहिले